विवाह व्रतबन्ध 84 पूजा लगायत विभिन्न कार्यक्रमहरूको लागि भिडियो रेकर्ड गर्नु परेमा सदैव हामीलाई सम्झनुहोस्। साथै विभिन्न साइजका फोटोहरू पनि तयार गरिन्छ। नमस्ते म्याग्दी डिजिटल फोटो सेन्टर, न्यू रूट बेनी म्याग्दी। प्रोप्राइटर प्रकाश पौडेल, कृष्णराज पौडेल। सम्पर्क मोबाइल नम्बर 9847 31007, 9847 93993। फ्युचरमा राखेको ल ल किन बरो डाला पकाएको छु माटे आदाममा दामी हो नि फुल गाइने भएन नि मेरो देखु चाहिँ चामल माथि राखिन्छ त्यहाँ आखिरको डाक्टु पो लगाएको ल पेसा त हाल्दैन भन्यो भने है रहेछ पेसा जारी है चाहिँ पेसा नै चाहिँ जम गन आगे त पाका है भाइ सुन त पाका लेखेर आउनु पर्छ के हप्पा लेखेकै आम अन्य ठाउँको भस भटेरको हुन्थ्यो नि यो अझ मजा आउँथ्यो र त्यो त अनि कुलको भरे अलि अप्ठ्यारो आउँछ गएको खानु के रे हुनुपर्छ यहाँ चाहिँ उसको बिउ राखेर छ त्यहाँबाट नैन है बाबु अघि नै कराउँदै हुनुहुन्थ्यो टेके छन् कि भुराहरूले बुरुक बुरुक त्यो बान्नबाट हाम फालेछ सबै टेके अनि रहन दिनुहोस् न उहाँ खोइसक्यो यहाँनिर गयो 3 वर्ष एक दिन लाउने त नि बिहामा त्यो त जिन्दगी भरमा एकचोटि लाउने हो त अस्माकं तु विशिष्टाय तानिगोदयोतमना नायका मम सन्न्यस्य सज्जा त्यहाँ बत्तीवाले चाहिँ नाकं बलं विस्मा विरक्षितं पर्याप्तं नमस्कार गर त भनन पश्चिम श्री सूर्य नारायण नमः। आज हामीले कुलबराको देवता पूजा गर्छौँ। कुल देवतालाई प्रसन्न गराइदिएर हजुर चाहिँ यहाँ आएर साँची भइदिनुहोस्, हाम्रो सबैको रक्षा गरिदिनुहोस् मलाई नमस्कार गर। यही सूर्य सहस्राय भक्तिहार सुरु भएको एउटा केरा पावर लिएर काटेर ल्याऊ है भाइ छोरा आउनु यो अगाडि बढाउनु पर्छ कि हाम्रो आसी छ कि छैन नि पतन्ती पितरयसं लुप्त हिन्दू प्रक्रिया दोषै रहित कुलज्ञानं वर्णशङ्कराकारः शासन्ति जातिधर्म कुल धर्म शाश्वत कुलधर्माणां मनुष्यानं जनार्दनं केरा दाइको छोराको नाम नवराज हो। यो नीलो प्लास्टिकमा नि मेरो कालो ट्राउजर छ त्यसमा क्यामेरा छ एउटा फोटो हाल्छ
बिहान 9 बजी भात खाएको त्यसपछिबाट फाइदा बर्दाश्तले गरी आउँछ नि गरे 10-5 दिन त गए छोकरा चाहिँ हामीले देखिन्न सबैले फुलसँग है त्यो ध्यान भएर आँखा चिम्म गरेर वरदान माग्ने हो हेर गणपति प्रियपति धर्माणि प्रथमान्नासम् सचन कुलाइन देवताको बोले दीपनारायणको बोले धौलागिरीको बोले मङ्गला नदीको बोले रिखारको बोले बगरा ठाकुरको बोले कमल ठाकुरको बोले शिवालयको बोले सनातन धर्मको बोले सकल कर्ताहरूको बोले सकल भक्तहरूको बोले पितृगणहरूको बोले पितृका 21 कुलको बोले कुलाइन देवताको बोले बराहको बोले भनेपछि भाइ भित्र गएर त्यो अघि मैले एउटा बिर्को उहारेर सानो दपति थिएँ त्यो चाहिँ यसो त्यो बत्ती बाल्ने लक्ष्मी सन्तु भवानी भारती श्री देवता प्रसाद मनमांसा सिद्धिरसो लाउने लक्ष्मी पंगदासिनी हो सन्तु भवानी भारती गणदेशी परमान्तम मनोहर संकलारी जीवतम श्री कुलदेवता प्रसाद मनमांसा सिद्धिरसो लक्ष्मी पंगदासिनी हो सन्तु भवानी भारती गणदेशी परमान्तम मनोहर संकलारी गणकालदेव गणराष्ट्र हो लक्ष्मी पंगदासिनी हो सन्तु भवानी भारती गणदेशी परमान्तम मनोहर संकलारी गणकालदेश जीवतम पुत्रगोत्री सुने कुलदेवता प्रसाद मनमांसा सिद्धिरसो लक्ष्मी पंगदासिनी हो सन्तु भवानी भारती लक्ष्मी पंगदासिनी हो सन्तु भवानी भारती गणदेशी परमान्तम जीवन हेला कुलदेवता प्रसाद मनमांसा सिद्धिरसो आत्रे गोत्र 9 छौहरू हामी जम्मा भएका छौँ आज त्यो हुनाले परम्परा अघि नै हामी जम्मा हुने र हामी तागम दाँजोरमा भन्ने ठाउँमा पुग्थ्यौँ र उहाँ पनि यस्तै अब हाम्रो सङ्ख्या नि यदि बढिसक्यो भने त्यहाँ सबै गर्दाखेरि धेरै हुन्छ र झमेला हुन्छ भने हामी 53 सालको जेठमा हामी छुट्टिएका रहेछौँ अनि जेठमा 53 साल हामी माथि पाउँछर भन्ने ठाउँमा पूजा गरियो गर्दै गर्दै क्रमशः अहिलेसम्म हामी 72 मा यहाँ आइपुग्यौँ र हाम्रो सङ्ख्या पनि अहिले कम्ती अब 154 हाम्रो परिवार हाम्रो फर्किन टाइपको चाहिँ उपस्थित भएको छैन यहाँ चाहिँ भाइहरू छुट्याएको र हामी सबै भाइहरूले आफ्नो छुटेको हाम्रो थाल बागको छुट्याएको छुटेको भाइहरूलाई खोज्ने काम
हामी सबैको दायित्व रहनेछ र हामी 154 जना परिवार हामी यहाँ जम्मा भएको चाहिन्छ भने अब कोही परदेश हुँदा त हामी कतिमा 154 यसो समय व्यस्त छौँ र हाम्रो पुर्खाले त्यो महसुस गरे होला नि र कुलमा जम्मा हुनुपर्छ भन्ने सोच राखेको होला र हाम्रो कुल हुनुपर्नेमा हाम्रो घरको भाइ पनि छुटेर बाहिर गइरहेको छ भने कुनै पनि समयमा भाइहरूले जुन भाइहरूले हाम्रो जुन भाइ दाजु एउटा नेतृत्व पङ्क्ति हुन्छ नेतृत्व पङ्क्तिले जे भन्छ त्योलाई सबैले स्वीकार्नुपर्छ मान्नुपर्ने हुन्छ यदि त्यो मान्दैन भने त्यो भाइमा समावेश हुन सक्दैन किन भन्दाखेरि भाइ एकतिर जम्मा हुन्छ ऊ एकतिर हिँड्छ भने त्यो भाइमा समावेश भयो त भएन त्यही हुनाले अनिवार्य हामी भाइमा समावेश हुन जरुरी छ र योभन्दा अगाडि हामीले के गरेको थियौँ भने हामीसँग त्यति बेला त अब भेटीको चलन हुन्थ्यो चलाउने जुन काम हुन्थ्यो हामीले अहिले सबैजना 1 रुपियाँ उठाउने प्रयासमा थियौँ त्यसरी हामी कुल सञ्चालन गर्दै थियौँ त्यसपछि हामी क्रमशः 2 रुपियाँमा गयौँ अनि हामी 69 मा पनि हामी 5 रुपियाँमा उठाइयो त्यसबेला 5 रुपियाँ उठाउने क्रममा बुझ्न गइयो बुझ्न के गरे हामी 65 मुसिरमा पुजाएर है अब हामी 68 मुसिरमा पुजाउने ठाउँमा हामी उङ्गलीमा जानुपर्छ उन्दैमा पुजाउनु हुन्न भनेर हामीले सोच राख्थ्यौँ र हामी उङ्गली जाँदा के भयो 69 जेठमा पुग्थ्यो हाम्रो जुन चाहिँ 2 रुपियाँ उठाउने हिसाबमा 458 रुपियाँ बाँकी रहेछ अनि 69 मा यता हेरौँ है गुड खाली जो लैजाऊ न एउटाले खुर्सानी नि यहाँ हाल्दिनु त म पार्दिन्छु मलाई नि हो है ऊ ज्याफा तपाईँलाई हाल्छ ल एउटा क्यासेट बनाउनु पर्यो बाबु त्यस्तै भएर सिधीका